Hello everyone, welcome to our podcast. This is about the myth and reality of UK. आज हामी कुरा गर्दैछौँ युकेको रियालिटीको बारेमा, रियल साइडको बारेमा। सो किन यति धेरै स्टुडेन्टले चाहिँ युके चुज गर्नुहुन्छ त? युके चुज गर्ने मेन रिजन भनेको चाहिँ सर्टर कोर्स ड्युरेसन भइहाल्यो एउटा चाहिँ, अर्को चाहिँ इन्टरनेसनल एक्सपोजर भयो, अनि अर्को मेन रिजन भनेको चाहिँ ग्रेजुएट राउट भिजा चाहिँ हो। सो सजिलै पाउँछ त ग्रेजुएट राउट भिजा? पाउँदैन। लाइक इफ स्टुडेन्टले पिएसडब्ल्यूको टाइममा आफ्नो कोर्स वाइज काम गरिरहेको छ भने चाहिँ पाउन अलिकति सजिलो हुन्छ, तर त्यो गरेको छैन भने त एकदम नै स्ट्रगल गर्नुपर्छ। सो कुन कुराहरूमा चाहिँ ध्यान दिनुपर्ने हुन्छ कोर्स सिलेक्सन गर्दा कामहरू खोज्दाखेरि? सो फर्स्ट नै स्टुडेन्ट कन्सल्टेन्सी चुज गर्दाखेरि चाहिँ काउन्सिलरसँग चाहिँ कुन कोर्सले चाहिँ मलाई पिएसडब्ल्यूको टाइममा र ग्रेजुएट राउट भिजा दिनको लागि हेल्प गर्छ भनेर चाहिँ कन्सल्ट गर्नुपर्ने हुन्छ। इफ स्टुडेन्टले जेनरल कोर्सेसहरू लियो, कुनै मेजरहरू लिएन भन्ने केसमा चाहिँ स्टुडेन्टलाई चाहिँ त्यो ग्रेजुएट राउट भिजा पाउन एकदमै गाह्रो हुन्छ, अनि अल्टिमेटली स्टुडेन्ट नेपाल फर्किनुपर्छ। सो एउटा दुइटा कोर्सहरू लाइक कुन हुन्छ हजुरले भनिदिनुहुन्छ? जस्तै स्टुडेन्टले चाहिँ एमएससी म्यानेजमेन्ट मात्र चुज नगरेर एमएससी म्यानेजमेन्ट विथ प्रोजेक्ट म्यानेजमेन्ट चुज गर्यो भने त्यसको स्कोप धेरै राम्रो हुन्छ क्या। सो लाइकवाइज हजुरको नर्सिङ प्रोग्रामहरू भयो, अर्को आइटी रिलेटेड प्रोग्रामहरू भयो, यस्तोहरू चुज गर्नुभयो भने चाहिँ हजुरले पिएसडब्ल्यूको टाइममा पनि काम पाउन सजिलो हुन्छ। अर्को भनेको चाहिँ ग्रेजुएट राउट पाउनको लागि पनि एकदम नै हेल्प हुन्छ। अनि हजुरलाई चाहिँ के लाग्छ नि म्याम? युके चाहिँ स्टुडेन्टले चुज गर्नुको रिजन चाहिँ कि त अरू कन्ट्री रिजेक्ट भएर अस्ट्रेलिया, न्युजिल्यान्ड अरू कुनै कन्ट्री रिजेक्ट भएर चाहिँ आउनुहुन्छ। युकेलाई चाहिँ फर्स्ट प्रायोरिटी चाहिँ धेरै स्टुडेन्टले चाहिँ राख्नु हुँदैन। कुनै एकदम रेयर केसमा मात्रै हो स्टुडेन्टले चाहिँ म पढ्नै जान्छु युके भनेर आउनुहुन्छ। सो धेरै चुज गर्ने भनेको चाहिँ अरू कन्ट्री रिजेक्ट भएर चाहिँ युके चाहिँ अलि धेरै भिजा रेट राम्रो भएको हुनाले चाहिँ उहाँहरू चाहिँ त्यसरी अट्र्याक्ट भएर चाहिँ आउनुहुन्छ। तर अहिलेको सिनारियोमा त युकेभिआईले क्वालिटी स्टुडेन्ट लग्ने भनेको छ नि त। अब चाहिँ भिजा रिजेक्सन केसेसहरूलाई चाहिँ लिन्छ कि लिँदैन? अब रिजेक्सन चाहिँ अब अरू कन्ट्री रिजेक्सन भएकोलाई चाहिँ युकेले लिन्छ, त्यस्तो नलिने हुँदैन। तर युके नै रिजेक्ट भएको छ भने चाहिँ उसको युकेभिआई इन्टरभ्यू चाहिँ उसले बस्नुपर्ने हुन्छ। सो युकेभिआई इन्टरभ्यूमा चाहिँ सबै कुराहरू क्लियरली सोधेको क्वेसनहरूदेखि लिएर सबै कुराहरू क्लियरली एड्रेस गर्न सक्नुभयो भने चाहिँ भिजा आउँछ। युके गएर लाइफ सेट हुन्छ भन्ने माइन्डसेट चाहिँ कस्तो हो त म्याम? लाइफ सेट हुन्छ भन्दा पनि स्टुडेन्टको गोल के छ त्यसमा डिटरमाइन गर्छ। इफ स्टुडेन्टले चाहिँ अर्निङ माइन्डसेटले गइरहेको छ भने त्यो चाहिँ वर्थ इट हुँदैन। स्टुडेन्टले त्यो प्लान ड्रप गर्दा पनि हुन्छ, अरू डेस्टिनेसन चुज गर्ने हो। तर इफ पढाइको हिसाबले जाँदैछ स्टुडेन्ट, पढिसकेपछि चाहिँ म नेपाल फर्केर केही गर्छु भन्ने माइन्डसेटले जाँदैछ भने चाहिँ एकदम नै राम्रो डिसिजन हो। सो स्टुडेन्टको मेन क्वेरिज भनेको चाहिँ पढाइभन्दा पनि काम कतिको पाउँछ भनेर चाहिँ धेरै क्वेसनहरू सोध्नुहुन्छ। काउन्सिलिङको बेलामा पनि मैले कति घन्टा काम गर्न पाउँछु, मैले कति पैसा कमाउँछु भन्ने कुरा धेरै सोध्नुहुन्छ पढाइभन्दा पनि। त्यो चाहिँ कस्तो होला म्याम? कामको केसेसमा त अब युकेभिआईको रुल्स अनुसार 20 आवर्स पर विक काम गर्न पाउँछ स्टडी पिरियडको टाइममा। त्यो बाहेक चाहिँ स्टुडेन्टले भ्याकेसनको टाइममा फुल टाइम काम गर्न पाउँछ। सपोज स्टुडेन्ट ब्याचलर्सको लागि गइरहेछ भने 1 वर्षमा त 4 महिना बिदै हुन्छ क्या। अनि त्यो टाइममा चाहिँ स्टुडेन्टले फुल्ली काम गर्न पाउँछ। अनि सेकेन्ड इयरको लागि फी कलेक्ट गर्ने टाइम नै त्यही हो स्टुडेन्टहरूको लागि। सो हामीले पढाइलाई इम्पोर्टेन्ट मान्नुपर्छ कि लाइक हामीले चाहिँ कामलाई धेरै इम्पोर्टेन्ट मान्ने त? पढाइलाई नै इम्पोर्टेन्ट मान्नु पर्यो अहिलेको केसमा त। हजुरलाई चाहिँ के लाग्छ? स्टुडेन्टले चाहिँ अब कामको नै धेरै क्वेसनहरू सोध्नु भएको छ, काम रिलेटेड नै धेरै उहाँहरूलाई एकदम जिज्ञासा छ भने चाहिँ उहाँहरूले चाहिँ वर्किङ भिजातिर चाहिँ अप्लाई गर्दा हुन्छ है। स्टडी भिजामा गर्दाखेरि चाहिँ मेन प्रायोरिटी चाहिँ स्टडी हुनुपर्छ फर्स्टमा चाहिँ। अनि त्यसपछि चाहिँ हजुरको लाइफ सेट हुन्छ हुँदैन भने चाहिँ त्यसपछि डिटरमाइन गर्ने कुरा हो। सो पढाइ चाहिँ एकदम इम्पोर्टेन्ट मानौँ। तपाईँ नेपाल पढ्नु, अस्ट्रेलिया पढ्नु, युके पढ्नु, जता पढ्नु, तर स्टडी भिजामा गइसकेपछि चाहिँ स्टडीलाई चाहिँ मेन प्रायोरिटी राखेर गर्दाखेरि चाहिँ पछि फ्युचरमा चाहिँ हजुरको लाइफ सेट चाहिँ मजाले नै हुन्छ। सो युके लोन लिएर जाँदा चाहिँ कतिको वर्थ इट हुन्छ त? लोन लिएर जाँदाखेरि चाहिँ इफ हजुरको फोकस चाहिँ क्लियर छ, सपोज हजुर चाहिँ
स्टडी पर्पजकै लागि जान्छु भनेर सोचिरहनु भएको छ भने चाहिँ हजुरले आफ्नो स्टडी कम्प्लिट गर्नुहुन्छ, गरिसकेपछि चाहिँ पिएसडब्ल्यू लिएर नेपाल फर्केर केही न केही गर्नुहुन्छ। सो त्यो हिसाबले हेर्ने हो भने चाहिँ वर्थ इट नै छ। तर होइन, हजुर अर्निङ माइन्डसेटले जाँदै हुनुहुन्छ भने चाहिँ त्यो वर्थ इट नै छैन, हजुरहरूले त्यो प्लान ड्रप गर्दा हुन्छ। सो लोन गरेर चाहिँ स्टुडेन्टले लाइक पे ब्याक गर्न सक्नुहुन्छ त? ब्याचलर्सको केसमा अलिकति गाह्रै छ, तर आफ्नो चाहिँ सेकेन्ड इयरको फी कलेक्ट गर्न चाहिँ उहाँलाई सजिलो हुन्छ फर्स्ट इयरको यहीँबाट तिरेर जानुभएको छ भने चाहिँ। तर अब मम्मी बाबालाई नै पे ब्याक गर्छु भन्ने त हजुरको पिएसडब्ल्यूको टाइममा मात्र गर्ने, अरू बेला चाहिँ नट पोसिबल। पार्ट टाइम जबले चाहिँ फुड बिल्सहरू कभर गर्छ जस्तो लाग्छ कि लाग्दैन त हजुरलाई? पार्ट टाइम जब चाहिँ हजुरले विकली 20 आवर काम गर्न पाउनुहुन्छ। सो त्यो टाइममा काम गरेकोले चाहिँ हजुरले फुड बिल, अकोमोडेसनहरू चाहिँ कभर गर्छ। सो पार्ट टाइम जब गरेर चाहिँ हजुरले मजाले एक्सपेन्सेस चाहिँ कभर गर्न आफ्नो एक्सपेन्सेस चाहिँ कभर गर्न सक्नुहुन्छ। सो लोन तिर्न चाहिँ सकिँदैन, तर आफ्नो एक्सपेन्सेस चाहिँ तपाईँले कभर गर्न सक्नुहुन्छ। भ्याकेसनको टाइममा चाहिँ हजुरले आफ्नो कलेज फी चाहिँ कलेक्ट गर्न सक्नुहुन्छ। स्टुडेन्टहरू चाहिँ काउन्सिलिङको लागि आउँदाखेरि चाहिँ क्यास इन ह्यान्डको इन्क्वायरीहरू धेरै लिएर आउनुभएको हुन्छ। सो यो बारे चाहिँ हजुरलाई के भन्नु छ म्याम? सो स्टुडेन्टले चाहिँ 20 आवर पर विक काम गर्न पाउनुहुन्छ लिगल्ली चाहिँ। सो क्यास इन ह्यान्ड भनेको चाहिँ टोटल्ली इलिगल नै हो। सो हजुरहरूले त्यो काम गर्नुभयो भने चाहिँ हजुर डिपोर्ट हुन पनि सक्नुहुन्छ। सो लिगली काम गर्दा नि बेस्ट हुन्छ। सो सर्भाइभ गर्न चाहिँ कतिको गाह्रो हुन्छ, हामीले पैसाहरू सेभ गर्न चाहिँ कतिको सकिन्छ त? रियालिटी के हो त म्याम? युकेमा सर्भाइभ गर्नको लागि त फर्स्टली जब हुनु पऱ्यो। त्यो जबको लागि चाहिँ स्टुडेन्टहरूले स्किल सिकेर जानुपर्ने हुन्छ। इफ स्किल छैन भने स्टुडेन्टले जब पाउन एकदम नै गाह्रो हुन्छ। सेभिङको कुरा गर्नु पर्दाखेरि इफ स्टुडेन्टले फर्स्ट इयरको फुल फी तिरेर गएको छ भने स्टुडेन्टले सेकेन्ड इयरको फी कलेक्ट गर्ने जतिको सेभिङ चाहिँ गर्न सक्छ। रिमेनिङ अब घरमै पठाउँछु भन्ने माइन्डसेट हो भने चाहिँ त्यो गर्न चाहिँ अलिकति गाह्रो हुन्छ। त्यो चाहिँ पिएसडब्ल्यूकै टाइममा गरेको बेटर। स्टुडेन्टहरू युकेमा चाहिँ कमाउन जान्छ जस्तो लाग्छ कि पढ्न जान्छ जस्तो लाग्छ? धेरै स्टुडेन्टले चाहिँ काममा मात्रै फोकस हुनुहुन्छ। सो यसले गर्दा चाहिँ हजुरको लङ टर्ममा चाहिँ असर पर्न जान्छ। लङ टर्म भन्नाले? लङ टर्म भन्दा चाहिँ हजुरले पिएसडब्ल्यूको टाइममा पनि पहिले गरेको कामहरू गर्नुभएको हुन्छ। सो पिएसडब्ल्यूको टाइममा चाहिँ उहाँले आफ्नो डिग्री जुन कोर्समा उहाँले डिग्री कम्प्लिट गर्नुभएको हुन्छ। सो त्यो डिग्री रिलेटेड कोर्स रिलेटेड चाहिँ उहाँहरूले काम गर्नुभयो भने चाहिँ लङ टर्म करियरको लागि चाहिँ उहाँलाई हेल्प हुन्छ। त्यस्तो भने चाहिँ युकेमा स्किल्स एकदम धेरै इम्पोर्टेन्ट छ। हो, स्किल चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो। सो युके होस् जुन चाहिँ कन्ट्री होस्, स्किल चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो। सो हजुरले चाहिँ पढाइ साथसाथै चाहिँ स्किल पनि सिक्नुपर्ने हुन्छ। सो कास्ट ढिला आउँदा चाहिँ कतिको प्यानिक हुनुहुन्छ त स्टुडेन्टहरू? कसरी ह्यान्डल गर्ने त यसलाई? कास्ट भनेको चाहिँ कन्फर्मेसन अफ एक्सेप्टेन्स फर स्टडिज हो। यो चाहिँ युकेको युनिभर्सिटीले दिने स्टुडेन्टलाई स्पोन्सरसिप हो। सो युकेमा चाहिँ भिजा पोइन्ट बेसिस सिस्टममा हुन्छ है। अनि सबैभन्दा हाइएस्ट पोइन्ट जुन भनेको 50 पोइन्ट्स चाहिँ कास्टले नै कभर गर्ने भएर कास्ट एकदम नै इम्पोर्टेन्ट हो। अनि यो नआउँदाखेरि चाहिँ स्टुडेन्टहरू एकदम नै धेरै प्यानिक हुनुहुन्छ। यो प्यानिक भएको बेलामा चाहिँ राइट कन्सल्टेसन काउन्सिलरबाट राम्रो सल्लाहहरू पाउनुभयो अनि उहाँहरूले चाहिँ हजुरको सिचुएसनलाई चाहिँ एकदम स्मुथली ह्यान्डल गरिदिनु भयो भने चाहिँ त्यस्तो प्यानिक हुनुपर्ने सिचुएसन चाहिँ आउँदैन। कन्सल्टेन्सी चुज गर्दा चाहिँ के ध्यान दिनुपर्ने हुन्छ त म्याम? मेन ध्यान दिनुपर्ने भनेको चाहिँ आफ्नो रिलेटिभको कन्सल्टेन्सीबाट एप्लाई नै नगर्ने हो। अरू भनेको चाहिँ जेन्युन गाइडेन्सहरू हेर्नु पर्यो। अर्को भनेको चाहिँ मार्केटिङ भन्दा पनि उहाँहरूको एक्सपिरियन्स कति छ त, अनि उहाँहरू चाहिँ डाइरेक्ट एजेन्ट हुनुहुन्छ कि हुनुहुँदैन युनिभर्सिटीसँग। सो यो कुराहरूलाई ध्यान दिएर कन्सल्टेन्सी सिलेक्सन गर्नुभयो भने चाहिँ हजुरहरूको प्रोसेस एकदम नै राम्रो हुन्छ। सो इफ हजुरहरूलाई चाहिँ प्रपर गाइडेन्सहरू चाहिएको छ युके रिलेटेड भने चाहिँ हजुर चाहिँ एडुकनेक्ट नेपाल भिजिट गर्न सक्नुहुन्छ। युके मात्र नभएर इन्टायर डेस्टिनेसन मल्टिपल डेस्टिनेसन छ, जस्तो युएसए, क्यानाडा, अस्ट्रेलिया लगायतको अरू कन्ट्रिजहरूमा पनि यहाँबाट प्रोसेस हुन्छ। सो हजुरहरू भिजिट गर्न सक्नुहुन्छ। स्टुडेन्टहरू युके पुगिसकेपछि चाहिँ सबैभन्दा धेरै स्ट्रगल चाहिँ के कुरामा गरेको पाउनुहुन्छ हजुरले? सो स्टुडेन्टले चाहिँ मेन भनेको चाहिँ अकोमोडेसन भयो, अनि जब सर्च गर्न, त्यसपछि लोनलिनेसमा धेरै
कुरा सबै एकैचोटि पर्दा चाहिँ स्टुडेन्टलाई चाहिँ अलिक गाह्रो हुन्छ। सो अकोमोडेसन भनेको चाहिँ कहाँ बस्ने के गर्ने भनेर चाहिँ अलिक धेरै लाइक स्टुडेन्टलाई गाह्रो हुने कुरा भयो। अनि त्यसपछि के त्यहाँ पुगिसकेपछि चाहिँ जब कसरी खोज्ने के गर्ने भन्ने कुरामा पनि धेरै स्टुडेन्टले चाहिँ गाह्रो मान्नुहुन्छ। अनि प्लस फ्यामिली नभएको हुनाले धेरै जस्तो स्टुडेन्टको चाहिँ अब एक्लै नै बस्नु भएको हुनाले चाहिँ उहाँलाई चाहिँ लोन्लीनेस भएर चाहिँ अलिकति गाह्रो चाहिँ हुन जान्छ। यसलाई मिनिमाइज गर्नलाई चाहिँ कन्सल्टेन्सीको कतिको ठुलो हात छ? सो अकोमोडेसनको पार्ट भयो, जब सर्चको भयो, तपाईँको अब मेन्टल हेल्थ नै भयो, सबै कुराहरूको लागि चाहिँ कन्सल्टेन्सीले चाहिँ राम्रो गाइडेन्स चाहिँ दिनुपर्ने हुन्छ। सो अकोमोडेसन चाहिँ हामी नेपालबाटै बुक गरेर जानु मिल्छ। सो त्यो भएर नेपालबाटै कन्सल्टेन्सीहरूले बुक गरिदिनु भयो भने चाहिँ धेरै सहज हुन्छ स्टुडेन्टहरूलाई। जबको कुरामा चाहिँ स्टुडेन्टलाई कसरी सिभी बनाउने, कुन कुन वेबसाइटहरूबाट चाहिँ अब अप्लाई गर्ने होइन, त्यो कुराहरू चाहिँ उहाँहरूले गाइड गरिदिनु भयो भने चाहिँ धेरै सहज हुन जान्छ स्टुडेन्टहरूलाई। अनि अर्को कुरा भनेको चाहिँ मेन्टल हेल्थको चाहिँ तपाईँको स्टुडेन्टहरू एकदमै धेरै ओभर थिङ्किङ गर्दाखेरि सबै कुराहरू चाहिँ कलेजमा चाहिँ एउटा मेन्टल हेल्थ सर्भिस भनेर चाहिँ हुन्छ। सो त्यसको बारेमा चाहिँ स्टुडेन्टलाई चाहिँ गाइडेन्स प्रोभाइड गरिदिनु भयो भने चाहिँ उहाँहरू चाहिँ त्यहाँ रिच आउट गर्न सक्नुहुन्छ। कन्सल्टेन्सीमा गाह्रो भयो भनेर भन्दा पनि स्टुडेन्ट चाहिँ युनिभर्सिटीको मेन्टल हेल्थ सर्भिसमा गएर भन्नुभयो भने चाहिँ त्यहाँनिर चाहिँ हेल्प पाउनुहुन्छ उहाँहरूले। सो इन्टरनेसनल स्टुडेन्टहरू चाहिँ युके जाँदाखेरि मेन्टली प्रिपेयर भएर चाहिँ जानु पर्यो, सजिलो चाहिँ छैन। हो, मेन्टली चाहिँ एकदमै प्रिपेयर भएर जानुपर्ने हुन्छ। सुरुमा अडप्ट गर्न चाहिँ एकदमै गाह्रो हुन्छ सबै कुराहरू। सो हजुरले बिस्तारै टाइम म्यानेजमेन्ट गर्न सिक्नुभयो भने चाहिँ मजाले गर्न सक्नुहुन्छ। हजुरको पोइन्ट अफ भ्यूमा चाहिँ स्टुडेन्टहरूले जो टिकटकहरूमा, इन्स्टामा हजुर पोस्ट गर्नुहुन्छ, मैले युकेमा दुःख पाएँ, काम पाएन भन्ने कुरा चाहिँ हजुरलाई चाहिँ के लाग्छ? सोसियल मिडियाहरूमा राखेको पोस्टहरू चाहिँ कुनै जेन्युन हुन्छ, कुनै चाहिँ यत्तिकै पनि भ्युजको लागि पनि राखिरहेको हुन्छ स्टुडेन्टहरूले। तर रियालिटी चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ जाँदा बित्तिकै एकदमै गाह्रो नै हो युके है। जुनसुकै कन्ट्री गए पनि, किन भन्दा उता कोही पनि हुँदैन आफ्नो, सबै कुरा आफैले हेर्नुपर्ने हुन्छ। यता डिपेन्डेन्ट भएर बस्ने प्लान लागेको हुन्छ, उता गएर त सबै आफैले गर्दाखेरि अभियसली गाह्रो भइहाल्छ, स्ट्रगल गरिहाल्नु पर्ने हुन्छ है। तर त्यही कुरालाई सोसियल मिडियामा चाहिँ लाइक भ्युजको वेले चाहिँ एकदम नराम्रो वेले पोर्ट्रे गरिदिनु भएको हुन्छ युकेलाई, जुन चाहिँ त्यो रियालिटी नै हुँदैन। कतिपय लाइक कन्सल्टेन्सी ओनरहरूले पनि भिडियोहरू राखिरहनु भएको छ, कति माइग्रेसन एजेन्टहरूले पनि भिडियोहरू राखिरहनु भएको हुन्छ स्टुडेन्टको जेन्युन रिभ्यूहरूलाई लिएर। इफ हजुरले उहाँहरूको जेन्युन रिभ्यूहरू हेर्नु भएको हुन्छ भने चाहिँ स्टुडेन्टहरूले त्यो गाह्रो फेज भन्दा पनि कसरी जब पाइन्छ, कसरी चाहिँ फीहरू सेभिङ गर्न सकिन्छ भन्ने कुराहरूमा चाहिँ धेरै भनेको पाइन्छ कि। सो जति पनि स्टुडेन्टले स्ट्रगल गरेर मैले केही गर्छु भन्ने सोचेर गइरहेको छ भने चाहिँ उनीहरूको बेसिसमा चाहिँ यो गाह्रो चाहिँ छैन। तर जसले चाहिँ लाइक र भ्युजको लागि पोस्ट गरिरहेको हुन्छ नि, त्यसको लागि त गाह्रो नै भनौँ कि। युके जान खोजिरहेको स्टुडेन्टहरूले चाहिँ धेरै क्वेसन गर्ने भनेको खर्च कति लाग्छ ब्याचलर्स मास्टर्स दुवैको लागि। सो यो बारे हजुरलाई के भन्न चाहनुहुन्छ? सो युके जानको लागि खर्च लाग्ने भनेको चाहिँ एकदमै अलिक ठुलो अमाउन्ट भनेको चाहिँ ट्युसन फी भयो, इन्सुरेन्स भिजा फी भयो। सो ब्याचलर्स पढ्न जाने स्टुडेन्टको चाहिँ 1 इयरको फी तिरेर जानुभयो भने चाहिँ 33-32 लाख लाग्छ भने मास्टर्स पढ्न जाने स्टुडेन्टको चाहिँ 50% पनि पे गरेर जान मिल्छ। उहाँहरूको 1 इयरको प्रोग्राम हुन्छ। सो उहाँहरूको चाहिँ अब 50% पे गरेर जानुभयो भने चाहिँ 18-19 लाखमा नै सकिन्छ। फुल नै तिरेर जानुभयो भने चाहिँ 25-26 लाखमा चाहिँ उहाँको सकिन्छ प्रोसेस। 50% तिरेर जानु चाहिँ कतिको राम्रो हो त म्याम? ब्याचलर्स पढ्न जाने स्टुडेन्टलाई चाहिँ अलिकति गाह्रो हुन्छ 50% पे गरेर जानुभयो भने। जाँदा बित्तिकै चाहिँ उहाँहरूले काम खोज्न सबै कुराहरू गर्दाखेरि चाहिँ 50% फेरि घरबाटै पठाउनु पर्ने सिचुएसन आउँछ। सो मास्टर्स पढ्न जाने स्टुडेन्टलाई चाहिँ अलिकति उहाँहरू चाहिँ अलिकति म्याच्योर हुनुहुन्छ, कामहरू पनि पाउनुहुन्छ। सो अलिकति 1 इयरको प्रोग्राम भएको हुनाले चाहिँ मास्टर्स पढ्न जाने स्टुडेन्टलाई चाहिँ 50% पे गरेर जाँदा चाहिँ राम्रो हुन्छ। सकेसम्म चाहिँ उहाँहरूले चाहिँ 100% नै तिरेर जाँदा हुन्छ। तर मास्टर्स पढ्न जाने स्टुडेन्टलाई चाहिँ 50% पे गरेर चाहिँ केही इफेक्ट गर्दैन। सो अरू कन्ट्रीमा जस्तै हजुरले एसएटी गर्नुभयो, आइएलटिएसमा धेरै ल्याउनु भयो भने चाहिँ स्कलरसिपहरू प्रोभाइड गर्छ। जस्तै युएसएमा होइन, फुल स्कलरसिप पनि पाउनुहुन्छ। सो युकेको केसमा चाहिँ के हुन्छ त म्याम? स्कलरसिपको केसमा चाहिँ युकेमा मेरिट बेसिस स्कलरसिप भनेर हुन्छ, जुन चाहिँ लाइक युनिभर्सिटी वाइज फरक पर्छ। तर धेरै जस्तो चाहिँ 3 GPA भएको छ भने युनिभर्सिटीले प्रोभाइड गर्ने म्याक्सिमम् स्कलरसिप
त्यो चाहिँ पाउन सक्नुहुन्छ। तर इफ हजुरको 3 GPA भन्दा बिलो आएको छ, सपोज हजुरको 4000 स्कलरसिप छ युनिभर्सिटीबाट भने चाहिँ स्टुडेन्टको 3 GPA बिलो आएको भएर स्टुडेन्टले चाहिँ 2000 मात्र स्कलरसिप पाउने भयो। सो त्यसरी चाहिँ पहिल्यै नै डिभाइड भएको हुन्छ। स्टुडेन्टले SAT गर्यो, IELTS गर्यो भनेर चाहिँ एडिसनल स्कलरसिप चाहिँ पाउँदैन। आइएल्स पिटी बिना अप्लाई गर्दा चाहिँ कतिको रिस्की हुन्छ त म्याम? युकेभिआईको कम्प्लायन्स अनुसार चाहिँ युनिभर्सिटीले आफ्नो रुल्सहरू सेट गरिदिएको हुन्छ, रिक्वायरमेन्ट्सहरू सेट गरिदिएको हुन्छ स्टुडेन्टको लागि। सो त्यसमा चाहिँ इफ स्टुडेन्ट एमआईको लागि इलिजिबल छ भने चाहिँ त्यसको लागि आइएल्स पिटी रिक्वायर्ड हुँदैन। अनि त्यो ठाउँमा आइएल्स पिटी छैन भने चाहिँ हजुरको भिजा नलाग्ने भन्ने चाहिँ हुँदैन। आइएल्स पिटी भएको स्टुडेन्टहरूलाई चाहिँ युकेभिआई आउँदैन भन्ने मिथ एकदम धेरै छ नि त, यो बारे चाहिँ हजुरलाई के भन्नु छ? सो युकेभिआई इन्टरभ्यू भनेको चाहिँ हजुरको आइएल्सले मात्रै डिटर्माइन गर्ने कुरा होइन। युकेभिआई इन्टरभ्यू भनेको चाहिँ तपाईँको स्टुडेन्ट जेन्युन छ कि छैन भनेर सबै कुराहरू चेक गर्नको लागि युकेभिआई इन्टरभ्यू लिने हो। यो चाहिँ आइएल्स भएकोलाई पनि आउँछ, नभएकोलाई नै आउँछ। युकेभिआई आएको केसमा चाहिँ हजुरले मजाले क्वेसनको आन्सर दिन सक्नुभयो भने चाहिँ हजुरको भिजा लाग्छ। सो ग्रेजुएट भएपछि चाहिँ सजिलै पिआर पाउन सकिन्छ त म्याम? पिआरको लागि चाहिँ ग्रेजुएट हुन साथ चाहिँ सजिलो चाहिँ छैन। एउटा डिग्री कम्प्लिट गरिसकेपछि स्टुडेन्टले पिएसडब्ल्यू लिन पाउँछ। त्यो पिएसडब्ल्यू गरिसकेपछि चाहिँ स्टुडेन्टले ग्रेजुएट राउट भिजामा कन्भर्ट गर्न सक्छ, लाइक वर्किङ भिजामा, जुन चाहिँ 5 इयर्सको हुन्छ। इफ त्यो कन्भर्ट गर्न सक्यो भने चाहिँ स्टुडेन्ट चाहिँ आइएलआरको लागि एलिजिबल हुन्छ, जुन भनेको युकेको पिआर हो, इन्डेफिनाइट लिभ टु रिमेन भनिन्छ यसलाई चाहिँ। इफ त्यो स्टुडेन्टले 5 इयर्सको वर्क पर्मिट पाउँछ भने चाहिँ आइएलआर पायो। तर इफ पाएन भन्ने केसमा, त्यो वर्क पर्मिट पाएन भन्ने केसमा चाहिँ पिआर पाउन चाहिँ गाह्रै छ। अब चाहिँ हामी एउटा ऱ्यापिड फायर गेम खेलौँ न त। हुन्छ म्याम, खेलौँ न। क्यापिटल अफ युके? लन्डन। स्टुडेन्ट भिजा टाइप? Tier 4। करेन्सी? पाउन्ड। इङ्ग्लिस अल्टरनेटिभ? MY। स्टडी ड्युरेसन फर मास्टर? 1 year। Visa authority। युकेभिआई? PSW duration। 18 months। Duration of bachelor's। 3 years। Working hour per week। 20 hour। Degree type। अनर्स? इफ हजुरलाई चाहिँ युकेको बारेमा अरू कुनै कन्ट्रीको बारेमा अझै पनि इन डिटेल्ड काउन्सिलिङ चाहिएको छ भन्ने केसमा चाहिँ हजुर हाम्रो अफिस भिजिट गर्न सक्नुहुन्छ, जुन चाहिँ हाम्रो पुतली सडक शङ्करदेव क्याम्पसनिर सिचुएटेड छ। See you in the next episode. लाइक, सब्सक्राइब अनि कमेन्ट Share गर्नु नबिर्सिनु होला।